इतला त 300 आज चाहिँ 300 को कम्पिटिसन बस पहिला यो समातेर राम्रोसँग बस अलि त हैन अलि यता ल हेलो गाइस नमस्ते आज चाहिँ हामी 3 जना भएर चटपट र पानीपुरीको कम्पिटिसन गर्दैछौँ। अब हेर्नुहोस् है कसले जित्नु है हाम्रो। अनि पानी चाहिँ खान मिल्दैन बिचमा, कसैले पनि खान मिल्दैन। जसले पहिले खाएर भ्याउँछ उसले चाहिँ 300 पाउँछ। ल कस्तो लाग्छ हाम्रो हेरिदिनु होला है। कतिवटा छ पानीपुरी हाम्रो? हाम्रो पानीपुरी 13 वटा छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 चटपट अनि यति धेरै मसला पानीपुरीको अनि अर्गानिक हो सबै कुराहरू है। कसले बाजी मार्ला त 300 को यो पैसा चाहिँ मैले जित्नु पर्छ। कान्छी तेरो विचार के छ? हैन मैले जित्नु पर्छ यो पैसा। ल स्टार्ट गरौँ है। ल पहिले रेडी हो 1 2 1 2 आफ्नो भागमा राख्नु पर्यो पहिला हैन। 1 2 3 गो। मजा आयो चटपट पहिला है। पानी खानु पर्छ है। टमाटरमा धेरै हाल्यो क्या। गला अनि पानी खानु पाइयो है। ओके मिठो है। यो कम्प्युटर म जित्नु पर्यो। हजुरले नै मैले जित्नुपर्छ। पैसाको मलाई धेरै आवश्यकता छ। पैसाको आवश्यकता मलाई छ। म अहिले भिखारी बनेर बसिरहेको थाहा होला नि। हो र गाइजहरू यो पैसा नि मैले ऋण मागेर खेल्दैछु। हेर्नु म भिखारी हो। कसले जित्छ होला त अब। जित्न त मैले जित्ने हो, खाना चाहिँ तिमीहरू नै खाऊ है गाइजहरू। त्यस्तो गर्नु पर्दैन है। क्यामेराले हेरिरहेको छ हेर्नु है। अहिले लुगाएर रे हजुर। मिठो मिठो। मसला पनि सबै भ्याइएको हुनुपर्छ नि फेरि।
मजा आयो म जित्नै पर्छ के भएन म गाइज म मान्दिनँ एकदम मान्छे हालेको यस्तो गर्न मिल्दैन पानी पानी भ्याए सँगसँगै खोइ खोइ पानी भ्याए चाहिँ सबै भ्याए अब दुईजना दिमाग गर्नुपर्छ हेर त मेरोमा के छैन तेरोमा होइन यो उसो हो यो त चम्मचले खाने फुल चाहेको गाइज यो पैसा कसले राख्यो होला त भन्नु त दुइटैले सँगै भ्याए हावा लाउनु मन छ मैले भ्याएँ लुजर पानी पनि चरेछ लास्टमा उयो लास्ट भयो फर्स्ट हुन्छ भन्ने मान्छे त्यही खानै सकिनँ पानी खानु पर्यो अब हामी जस्तो हुनुपर्छ हामी जस्तो हुनुपर्छ यो पानी दिन्छ मलाई तर खानु सकिएन के भयो दिदी कान्छीलाई के भयो पैसा मैले जितेँ गाइस आइ एम विनर देख्नुभयो गाइस को विनर भयो ल म विनर भएको म राखेँ है मैले एक सेकेन्ड पनि कम थिएन म विनर भएको एक सेकेन्डले भयो नि म अगाडि थिएँ बिचरा पैसा राख्नु हुँदैन कसैले लु बे मेरो पैसा यहाँलाई कान्छी मेरो पैसा 150 मलाई दिनु पर्यो नि त होइन हो कि दिदीले म ठ्याक्कै पानी उठ्ने भ्याएँ मैले पनि भ्याएँ ठ्याक्कै ल गाइज आजलाई यो हाम्रो च्यालेन्ज सकियो यदि हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु भयो भने हामी फेरि पनि तपाईँहरू माझ हाम्रो भिडियो मन पराइदिनु भयो भने आउनेछौँ नयाँ भिडियो ल्याएर है थ्याङ्क यू सो मच नमस्ते नमस्ते नमस्ते